कहिले सोच्नु भएको छ पाप र न्यायको यो लामो खेल आखिर कहिले र कसरी सकिन्छ? ईसाई धर्मशास्त्रमा यो प्रश्न अन्तिम प्रायश्चितको एकदमै जटिल अवधारणासँग जोडिएको छ। ल, आज हामी यही रहस्यमय गुत्थी सुल्झाउने प्रयास गरौं। ल, अब लागौं हाम्रो मुख्य प्रश्नतर्फ। धर्मशास्त्रले वास्तविक मन्दिर भनेर उल्लेख गर्छ। यो भनेको स्वर्गमा रहेको परमेश्वरको पवित्र स्थान हो, कुनै इँटा ढुङ्गाको मन्दिर होइन है। अनि प्रश्न के हो भने, यो पवित्र स्थानको पूर्ण शुद्धिकरण मतलब प्रायश्चित कहिले पूरा हुन्छ त? यो कुरा बुझ्नुभयो भने नि अन्तिम समयका घटनाहरू बुझ्न एकदमै सजिलो हुन्छ। अब अरू विभिन्न धारणाहरूमा जानु अघि एउटा कुरा क्लियर गरौं। यो प्रायश्चित भन्ने शब्दको अर्थ आखिर के हो त? हाम्रो स्रोत सामग्रीले यसलाई कसरी बुझाएको छ त्यो हेरौं है त। यहाँ हेर्नुस् त, प्रायश्चितको परिभाषा अलि फरक छ, सामान्य छैन। यसका दुईटा महत्त्वपूर्ण पाटा छन्। पहिलो, पाप गर्ने सम्भावनालाई नै जरैदेखि उखेल्ने, अनि दोस्रो, पाप गर्नेहरूको न्याय गर्ने। हो, यही द्विपक्षीय परिभाषा हाम्रो आजको पूरा कुराकानीको जग हो। यो कुरा चाहिँ दिमागमा राखिराख्नुहोला। भनेपछि बहस परिभाषामा होइन, बहसको मुख्य जडता समय हो। कहिले? स्वर्गको त्यो वास्तविक मन्दिरका लागि यो दुई भागको प्रक्रिया कहिले सकिन्छ त? हो, यही प्रश्नमा विद्वानहरूबीच मतभेद छ। ल, त्यसो भए अब ती दुई मुख्य धारणाहरू के हुन् त्यतातिर लागौं। यो एउटा यस्तो धर्मशास्त्रीय बहस हो जसले अन्तिम समयको चित्रलाई दुई फरक तरिकाले देखाउँछ। यो तालिकामा हेर्नुस् त, दुईवटा सिद्धान्तलाई सँगै राखेर हेर्दा कस्तो देखिन्छ। एकातिर पहिलो दृष्टिकोणले के भन्छ भने प्रायश्चित त पहिलो पुनरुत्थानमै सकिन्छ, त्यसपछिका 7 विपत्तिहरू त पाताल मतलब पृथ्वीका पापीहरूका लागि हो। तर अर्कोतिर दोस्रो दृष्टिकोणले ठिक उल्टो भन्छ। उनीहरूका अनुसार प्रायश्चित 7 विपत्ति सकिएपछि मात्र पूरा हुन्छ, र ती विपत्तिहरू त स्वर्गको मन्दिर शुद्ध गर्ने प्रक्रियाकै एक हिस्सा हुन्। ल, अब पहिलो दृष्टिकोणलाई अलि गहिराईमा गएर हेरौं है त। यसको मूल कुरा भनेको पहिलो पुनरुत्थान हो, जुन एकदमै महत्त्वपूर्ण क्षण मानिन्छ। यसको तर्कको श्रृङ्खला यस्तो छ। पहिलो पुनरुत्थानले के प्रमाणित गर्छ भने परमेश्वरका आज्ञाहरू साँच्चै सही थिए। यो प्रमाण देखेपछि स्वर्गदूतहरूको मनमा परमेश्वरको विरुद्ध जाने कुनै शङ्का नै रहँदैन। उनीहरूको स्वतन्त्र इच्छा सिद्ध हुन्छ। अब सोच्नुस् त, जब स्वर्गमै पाप गर्ने सम्भावना सकियो, तब त वास्तविक मन्दिरको प्रायश्चितको पहिलो भाग पूरा भइहाल्यो नि। एकदम लजिकल छैन त? ल, यो भयो पहिलो तर्क। अब पालो दोस्रो दृष्टिकोणको। यसले हामीलाई पुरै फरक समयमा लैजान्छ, त्यो 7 विपत्तिहरूको डरलाग्दो समयमा। दोस्रो दृष्टिकोणको सबैभन्दा बलियो प्रमाण प्रकाशको पुस्तकबाट आउँछ। यो पदले के भन्छ भने जबसम्म 7 विपत्तिहरू सकिँदैनन् तबसम्म कोही पनि स्वर्गको मन्दिरभित्र पस्न सक्दैन। एकदम स्पष्ट छ। यसको तर्क एकदम सिधा छ। सोच्नुस् त, यदि मन्दिर बन्द छ भने पक्कै पनि भित्र केही एकदमै महत्त्वपूर्ण काम भइरहेको हुनुपर्छ, होइन र? हो, यही दृष्टिकोण मान्नेहरू भन्छन् त्यो महत्त्वपूर्ण काम नै प्रायश्चित हो, जुन 7 विपत्तिहरूभरि चलिरहन्छ। ल, अब हामी यो विश्लेषणको सबैभन्दा रोचक मोडमा आइपुगेका छौं। यहाँ स्रोतका लेखकले यी दुई फरक फरक धारणाहरूलाई एकै ठाउँमा ल्याएर एउटा गजबको निष्कर्ष निकालेका छन्। यहाँ लेखकले यो सही त्यो गलत भन्नुको सट्टा एउटा यस्तो निचोड निकाल्छन् जसले दुवै धारणाहरूको राम्रो पक्षलाई समेट्छ। यो इदर और वाला जवाफ होइन। र लेखकको निष्कर्ष यो हो, र यो साँच्चै महत्त्वपूर्ण छ। उहाँ के भन्नुहुन्छ भने प्रायश्चित भनेको कुनै एउटा घटना होइन, यो त एउटा प्रक्रिया हो, एउटा लामो प्रक्रिया जुन पहिलो पुनरुत्थानबाट सुरु हुन्छ, 7 विपत्तिभरि चल्छ, र ती सकेपछि मात्रै गएर पूरा हुन्छ। सुरुमा हामीले हेरेको त्यो दुई भागको परिभाषा याद छ? हो, लेखकको तर्क अनुसार यी दुई घटनाले त्यही परिभाषाको एक भागलाई पूरा गर्छन्। पहिलो पुनरुत्थानले पापको सम्भावना नै हटाइदिन्छ, अनि 7 विपत्तिले पापीहरूको न्यायवाला भाग पूरा गर्छ। यसरी यी दुवै मिलेर मात्र प्रायश्चितको काम सम्पन्न हुन्छ। खैर, यी त भए धर्मशास्त्रका गहिरा कुराहरू। तर यसको मतलब हामी मानिसहरूका लागि के हो त? यो कुरा किन महत्त्वपूर्ण छ? ल, अब यसबारे कुरा गरौं। स्रोतका अनुसार येशूमा विश्वास गर्नेहरूलाई पनि 3 समूहमा बाँड्न सकिन्छ। पहिलो,
धर्मीहरू, जसको विश्वास उनीहरूको कामबाटै प्रमाणित भयो। दोस्रो, दुष्टहरू, जसले मुखले त विश्वास गरे तर कामले गरेनन्। अनि तेस्रो, एउटा एकदमै चाखलाग्दो समूह, अप्रमाणितहरू। उनीहरूले विश्वास त गरे तर आफ्नो विश्वास प्रमाणित गर्ने मौका पाउनु अघि नै मरे। हो, यहाँनिर एउटा ठूलो प्रश्न उठ्छ। जसले विश्वास त गरे तर त्यसलाई काममा देखाउन पाएनन्, उनीहरूको चाहिँ के हुन्छ त? यसको जवाब पनि अन्तिम समयका घटनाहरूमै लुकेको छ। स्रोतले के सङ्केत गर्छ भने जब शैतानलाई अन्तिम पटक केही समयको लागि छोडिन्छ, तब उसले ल्याउने धोका र परीक्षाले नै ती अप्रमाणित आत्माहरूको साँचो नियत के थियो भनेर छर्लङ्ग पार्नेछ। त्यो उनीहरूको लागि फाइनल परीक्षा जस्तै हुनेछ। ल, अब हामी अन्तिम खण्डमा आइपुग्यौं, जहाँ हामी इतिहासको अन्त्यमा हुने घटनाहरूको क्रमलाई हेर्नेछौं। यो टाइमलाइनले अन्तिम न्यायका चरणहरूलाई देखाउँछ। ध्यान दिएर हेरौँ है। सुरुमा 7 विपत्तिहरू, त्यसपछि प्रभुको आगमन, अनि पुरानो सृष्टिको अन्त्य। त्यसपछि शैतानलाई 1000 वर्षको लागि बाधिन्छ, 1000 वर्षे राज्य सुरु हुन्छ, र सबैको अन्त्यमा सेतो सिंहासनको न्याय हुन्छ, जहाँ मृत्यु र पाताललाई सधैँका लागि आगोको कुण्डमा फालिन्छ। र यो पूरै प्रक्रियाको एउटा सबैभन्दा महत्त्वपूर्ण परिणाम के हो भने स्वर्गको वास्तविक मन्दिर चाहिँ शुद्ध भएर सधैँको लागि सुरक्षित रहन्छ, तर पाताल अर्थात् पाप र मृत्युको स्रोत, त्यसलाई चाहिँ सधैँका लागि नष्ट गरिन्छ, आगोको कुण्डमा फालिन्छ। भनेपछि एउटा कुरा सुरक्षित रहन्छ, अर्को चाहिँ सदाको लागि समाप्त हुन्छ। ल, यो सबै कुराको अन्त्यमा म कुनै सारांश दिनुभन्दा पनि एउटा प्रश्न छोडेर जान चाहन्छु। न्याय र मुक्तिको यो पूरै यात्रा, यो महान योजना, यसको अन्तिम उद्देश्य के होला त? कि यो केवल पापलाई समाप्त गर्नु मात्र हो, वा यसभन्दा पनि गहिरो केही अर्थ छ? यो प्रश्नबारे सोच्दै गर्नुहोला।